ल यो चाहिँ Redmi 13 सेट। यसको समस्या भनेको चाहिँ कस्टमरले यो सिम निकाल्न खोज्दाखेरि सिम ट्रे निकाल्न खोज्दाखेरि चाहिँ सिम ट्रे नभएको कारणले गर्दाखेरि गिटारको तार चाहिँ यहाँदेखि छिराएर सिम ट्रे निकाल्न खोजेको रहेछ। अनि निकाल्नु खोज्दाखेरि चाहिँ यो एकदमै धेरै स्क्रैच बनाएको रहेछ है। तपाईहरुले यहाँ यसरी देख्न सक्नुहुन्न। म चाहिँ माइक्रोस्कोपमा देखाउने कोसिस गर्छु। यहाँ देख्न सक्नुहुन्छ। यसरी क्लियर गरौँ। यो चाहिँ सिम ट्रे के गिटारको तारले घुसेको। अनि दुईटा ट्र्याक चाहिँ पुरै मिस भएको थियो है। यसको चाहिँ यो मैले ट्र्याक जम्पर गरिदिरहेको छु। यो माथिको लाइन र तलको लाइन चाहिँ भित्रबाट मिस भएको छ, भित्रैसम्म कोरिएको छ, स्क्रैच भएको छ। अनि यो फोन चाहिँ डेड कन्डिसनमा थियो। अहिले चाहिँ अन भइसकेको छ। यो ट्र्याक जम्पर गरिसके पछाडि चाहिँ फोन अन भइसकेको छ। यो चाहिँ तपाईहरुको लागि भिडियो बनाएको छु। यदि तपाईहरुसित टुल्सहरु छैन भने चाहिँ तपाईहरुले जे पाए त्यहीले चाहिँ काम नगर्नुहोस्। किनभने मोबाइलको बोर्ड भनेको चाहिँ एकदमै सेन्सिटिभ हुन्छ है। एकदमै लेयर बाइ 7-8 वटा लेयर हुन्छ। लेयर बाइ लेयर कनेक्सनहरु गएको हुन्छ। त्यो भएको कारणले गर्दाखेरि जे पाए त्यहीले चाहिँ तपाईहरुले फोनलाई घोच्ने अथवा पानीमा हाल्ने अथवा ड्रप टेस्ट गर्ने यस्तो चाहिँ नगर्नु होला है। अहिले यो फोन चाहिँ अन भइसकेको छ। सही कुरा टुल्स छैन भने चाहिँ तपाईहरुले मोबाइल पसलबाट एकदम 10 रुपैयाँ 20 रुपैयाँमा पाउने पिन नभएको कारणले गर्दाखेरि अहिले हेर्नु त यो कतिको क्षति भयो। यो 500 रुपैयाँ लाग्ने भनेको छ। अर्को मोबाइल पसलमा देखाएको अरे यो त 1500 रुपैयाँ भनिरहेको थियो अरे। ल हामीसित राम्रो प्रविधि टुलहरु भएको कारणले गर्दा सजिलै भयो। नत्र यो समस्या चाहिँ अरूले थाहा पनि पाउन सक्दैन थियो। त्यस्तो समस्या थियो। ल यस्तै भिडियोको लागि तपाईहरुले हाम्रो यो पेजलाई लाइक कमेन्ट शेयर गरिदिनु होला। नयाँ अपडेटको लागि पर्खिनु होला। हस् त धन्यवाद। हाम्रो एचएम मोबाइल सर्भिस गाइघाट बेङ लाइनबाट।